आज चाहिँ हामी पर्वत जिल्लाको कुस्मामा रहेको गुप्तेश्वर गुफाको अवलोकन गर्न जाँदैछौँ। त्यहाँ जाने बाटो चाहिँ हल्का सिडीको छ र त्यहाँ ठ्याक्क पुगेपछि गेटमा चाहिँ बोर्ड रहेको छ, त्यहाँबाट हामी भित्र छिर्यौँ। यहाँ चाहिँ ध्यान गरेर बस्नु भएको रहेछ बाबाजी। यो भन्दा भित्र चाहिँ स्ट्याचुहरू छ भगवानहरूको। यहाँबाट भित्र चाहिँ गुफा जाने बाटो रहेको छ। बाटोमा यस्तो मन्दिरहरू रहेको छन्। गुफाभित्र जाने पुरै बाटो चाहिँ यस्तो फलामको यो सिडीको बाटो छ, जसले सजिलो बनाएको छ हामीलाई भित्र जानलाई। तर फर्किँदा चाहिँ हल्का चिप्लो हुने रहेछ। हामी जाँदैछौँ, लाइट बालेर जान पर्ने रहेछ। यसको तल चाहिँ पानी बगिरहेको छ। एकदम शान्त छ। एक्लै जान चाहिँ अलि डर लाग्ने खालको रहेछ के। अलि भित्र माथिसम्म रहेछ। अनि अलि माथि पुगेपछि एउटा मन्दिर छ त्यहाँ गुफाभित्र। त्यसबाट पनि फेरि माथि जाने बाटो रहेको छ। भित्तामा विभिन्न प्रकारका आकारहरू रहेका छन्। हामी चाहिँ यहाँबाट पनि माथि चढ्यौँ। त्यसपछि हामी चाहिँ अब फर्क्यौँ त्यहाँबाट। फर्किँदा चाहिँ चिप्लो हुँदो रहेछ। बिस्तारै झऱ्यौँ हामी। यस्तो गुफा एकदमै राम्रो छ। अब चाहिँ हामी बाहिर निस्किन लागेको छौँ यहाँबाट। यो चाहिँ अब गुफाभन्दा बाहिरबाट देखिने दृश्य रहेको छ। हामीले त्यहाँ केही फोटोहरू पनि खिच्यौँ। त्यसपछि हामी फर्क्यौँ।